ल गाइजहरू अब हामी बाबा छोरी हामी ड्रइङ गर्दैछौँ होइन छोरी अब हामी ड्रइङ गर्ने अनि हामी ड्रइङमा के बनाउने छोरी ए भाइ र बहन बनाएको तिमीलाई त सबै चिज आउँदो रहेछ हौ म त मेरो छोरी बनाऊ होला हौ म बिगार्दिनँ क्या म राम्रो बनाउँछु फुल बनाउन पर्यो के बनाउनु फुल भएको डग बनाउनु फुल भएको डग काहीँ त्यस्तो हुन्छ डग बनाउनु हाम्रो गाइजहरूलाई भन्नु न पिङ्की बनाउनु तिमीलाई के बनाउन आउँछ भन्देऊ त गाइजहरूलाई भन्देऊ न तिमीलाई के बनाउन आउँछ भन्देऊ त मर्निङ त्यही पनि भन न मटे गोल घर बनाउँछौ अरू के बनाउँछौ के यो घर नि हो चोरी खालेको यो भाइ बहन भएको हो अनि तिमीलाई तिम्रो बाबाको नाम थाहा छ कि छैन थाहा छ के गर्नु त बडा सुपेरी मामुको नाम एलिना सापकोटा अनि आमाको नाम अनि तिलक कुमारी सुवेदी अनि बुवाको नाम विधिनाथ सुवेदी अनि दिदीको नाम दिशा दिदी सुवेदी यसहरूलाई सबै आउँछ गाइजहरू तपाईँहरूलाई आउँछ कि आउँदैन तपाईँहरूलाई पनि आउँदैन भने आफ्नो बाबा मामुबाट तपाईँहरूले पनि सिक्ने है अनि अब हामी के गर्ने त छोरी भनिदिनु त हो अनि तिमी बाबालाई चाहिँ कति माया गर्छौ गर्दैन त्यो कुरा चाहिँ भन्दै त हाम्रो गाइजहरूलाई कति गर्छौ त्यति धेरै गर्छौ अनि मामुलाई जति मेरो खुट्टा लाग्छ अनि जति मेरो हात आउँछ अनि त्यति हो अनि आमा बुवाहरूलाई सबैलाई माया गर्छौ नि होइन सबैलाई माया गर्नुपर्छ नि अनि मेरी छोरी अब कहिलेदेखि स्कुल जाने हो तिमी छुट्टी भएपछि अनि मेरी छोरी त अनि पढेर के हुने अरे तिमी डक्टर हुन्छ तिमी डक्टर हुनको लागि धेरै पढ्नुपर्छ नि त तिमी पढ्न त आउँछ कि तर धेरै नै पढ्नुपर्छ क्या सक्छौ तिमी धेरै पढ्नु हो म त एक्जामको लागि नि खरी छु त एक्जाम आउन आउँछ ए तिमी एक्जामको लागि होलिडेमा मेरो एक्जाम आउँछ नि त होलिडेमा होलिडेमा त एक्जाम हुँदैन होलिडे भनेको त छुट्टीको दिन हो अरू बेला एक्जाम हुन्छ एक्जामको बेलामा म स्कुल जान्छु अनि पहिला एबिसिडी पढ्नु बस्छु अनि छुट्टी भएपछि खानेको टाइम हुन्छ त्यो एक्जाम बन्नेको फेरि अझै थोरै भएपछि स्कुलमा कलेजमा पढ्न फेरि दोकानमा पढ्छु कलेजको छुट्टी स्कुलको छुट्टी हुन्छ भने अनि तिमी भोलि पर्सि ठुली भएर धेरै पैसा कमायो भने तिमी के गर्छौ मामुले चोरायो भने डक्टर पैसा दिन्छु कसलाई पैसा दिन्छु डक्टर होइन पैसा त तिमी कमाउँछौ नि त डक्टर भएपछि तिमीले धेरै पैसा कमाउँछौ अनि त्यो कमाएको पैसा के गर्छौ तिमी के गर्छौ थोरै भएको धेरै भएको पैसा के गर्छौ तिमीले धेरै आउँछ नि त पैसा त तिमी डक्टर भएपछि अनि त्यो पैसा के गर्छौ तिमी सामग्री किन्छु घरको लागि जुन सामान हुँदैन त्यही सामान किन्छु गुड जब सामानहरू किन्छौ अनि गरिब दुखीहरूलाई हेल्प गर्छौ होइन होइन गर्छौ नि तिमीले भोक लागिहाल्छ तिमीले अनि मेरो छोरीले बाबालाई चाहिँ के किनिदिन्छौ तिमी धेरै पैसा कमायो भने लुगाहरू किनिदिन्छौ बाबालाई त मेरो छोरीले के किनिदिन्छन् नि अनि भन्नु न म
बरु त कोसिस अला अब मैले मलाई छुट्टी बनाउँदिन के अरे नानी यस्तो सोचेको त नानी छुट्टी बनाउँदिन भन्यो बनाउँछु नि ती मान्छे नि राम्रो छ नानी त बनाउँछु हो अब के गर्नुपर्छ यसमा कुन गरेर छैन तिमीले जुन कलर मनपर्छ त्यही कलर लाऊ न यहाँ थाहा छैन किन मेरो मामुले तिमीलाई के भन्नुहुन्छ कराउनुहुन्छ कराउनुहुन्छ किन कराउनुहुन्छ गल्ती केही गरिन त त्यही बिस्तारै गल्ती नगरी त मामुले कराउनु तिमीले केही गल्ती गर्छौ नि कराउनुहुन्छ गल्ती गाडी खोल्न गएको बेला मैले केही गर्छिनँ नि कराउनु भयो गाडी खोज्न जाँदा अर्को गाडी अर्डर गर्दाखेरि मैले नगटी गरेको कराउनु भएको थियो हो अनि मामुलाई भन्नु नि मामु मैले गल्ती गरेकै छैन किन कराउनु भएको भन्नु पर्दैन भन्नुपर्छ मामुले तर तिमीलाई गल्ती नगरी त मामुले गाली गर्नुहुन्न गर्नुभएको थियो त थाहा छैन हो अङ्कलमा गर्दा थियो नि तर कि तपाईँले बिर्सिनु भयो तर त्यो टाइम हुनु हुँदैन थियो नि त के हुँदैन थियो टाइम तपाईँ हुनु हुँदैन थियो नि त त्यो टाइममा म थिइनँ तपाईँ मामु गएपछि तपाईँ हुनुहुन्थ्यो भने अनि तपाईँ थाहा हुन्थ्यो नि ल अब हाम्रो गाइजहरूलाई के भन्छौ त तिमी अब गाइजहरू अब हामी एकछिन ड्रइङ गर्ने ल गाइजहरूलाई बाबाई भन्दै हुन त फेरि हामी अर्को भिडियोमा भेटौँ है गाइजहरू अनि यो भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला भन यो भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला अनि लुगा किन्नु होला अनि हाम्रो छोरीसँग तपाईँहरूले केही कुराहरू सिक्नुहुन्छ भने हाम्रो छोरीलाई इनबक्स गर्नु होला हाम्रो छोरीले तपाईँहरूलाई एबिसिडी पनि सिकाइदिनुहुन्छ उहाँलाई एबिसिडी पनि आउँछ अनि 1 2 3 पनि हाम्रो छोरीलाई 10 सम्म आउँछ अहिले अब स्कुल जान थालेपछि हाम्रो छोरीलाई धेरै कुराहरू आउँछ होइन त्यही पनि अहिले हाम्रो छोरीले घरमै बसेर बाबा मामुसँग बसेर धेरै कुरा सिकिसकेकी छिन् हाम्रो छोरीले होइन ओके ल एबिसिडी भन्दै एकचोटि ल गाइजहरूलाई ल सुन्नुभयो हाम्रो छोरीले एबिसिडी पनि भन्नु अब 1 2 3 भनिदिनुहोस् 1 2 3 4 5 6 7 8 9 10 10 yes 11 12 13 14 16 18 19 20 21 22 26 23 24 25 भन्दै जाऊ 27 28 29 30 यस क्ल्यापिङ ह्यान्ड वाउ अब हाम्रो छोरीले अरू अब म एउटा प्रश्न सोध्छु छोरीलाई ल हाम्रो देशको नाम के हो नेपाल ल सही जवाब अनि हाम्रो देशको राजधानी नेपालको राजधानी कुन हो काठमाडौँ सही जवाब अनि हामी नेपालमा हामी कुन ठाउँमा बस्छौँ धरान्सा पानबारी सही जवाब अब हिन्दीमा भन्छ है त्यसमा भन्नु न अब इङ्ग्लिस छोड्दैन अहिले हामी नेपालीमा बोलिरहेको छौँ नि त अहिले नेपाली इङ्ग्लिस त बनाउँदैन म पो बनाउँछु आउँछ छोरी भनेको मेरो छोरी स्मार्ट छिन् नि त अनि अब मेरो छोरीलाई अब आइकमिङ बनाउँछ तपाईले आइकमिङ भन्न आउँछ त बटलिसमा के भन्छ बोतलै भन्छ बटल भन्दै हो वाटर बोतल वाटर बोतल भनेको त पानी भएको बोतललाई चाहिँ वाटर बोतल भन्छ नभए बोतल मात्रै भन्छ पानी हाल्यो भने वाटर बोतल यस्तो अब यो वाटर बोतल भयो यसमा जुस पनि हाल्यो भने जुस बोतल पनि हुन्छ होइन जे हाल्यो त्यो हुन्छ तर बोतललाई बोतल खुट्टा पकाउनु न म यस्तो गर्यो ल अब छोरी यहाँ सुन न अब अर्को प्रश्न सोधै छैन अहिले हामी कुन देशमा बसेको छौँ ल अमेरिकाको हामी कुन स्टेटमा छौँ अहिले केन्टकी वाउ केन्टकीमा नि अनि अब मेरी छोरीलाई के सोधौँ त भन्नु
मुखलाई हिन्दीमा भने मुक्ली भन्छ कस्तो लाग्छ ओरेन्जलाई नेपालीमा के भन्छ सुन्तला सही जवाब एप्पललाई नेपालीमा के भन्छ एप्पल भन्छ एप्पल भनेको स्याउ हो आँपलाई इङ्ग्लिसमा के भन्छ मेरो बेबी तपाईँलाई लाग्छ आउँछ मेरो बेबी म तिम्रो बेबी हो म बेबी कि बाबा हो बेबी कि बाबा पनि जान्दिनन् कि क्या हो मेरो युट्युब राम्रो माया गर्दै ल हाम्रो गाईजहरू हेर हाम्रो छोरीले बाबालाई यसरी माया गर्छन् अब 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 राम्रो कति धेरै गलेको हो अब यतापट्टि चाहिँ कसले गर्छ ल भयो 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 फेरि त्यस्तो नगरेको ल गाईजहरू हाम्रो छोरीले बाबालाई माया पनि गरिसक्नुभयो अब हामी अर्को भिडियो फेरि लिएर आउँछौँ अब त्यतिन्जेलको लागि हामी तपाईँलाई बाई भन्न चाहन्छु फेरि हामी अर्को भिडियोमा भेटौँला बाबा